अब हामी यो पानीले भुइँ भिजेको बेलामा टिमुरको बोट लिएर आउने विचार गऱ्यौँ। टिमुरको बोट ल्याएर रोप्नु पर्यो, ठुलै छ। ल अहिले हेरौँला। टिम्बुरको बोट हाम्रो त्यहाँ थर्मोकलमा राखेका छौँ, त्यसलाई हेर्नुपर्छ। यसपालि माला पनि सानो सानो छ है। यहाँको माला राम्रो छ, बुद्ध चित्त माला फलेका छन् यसरी। ठिक छ यसपालिको चाहिँ। ल हामी यहाँ हेर्छौँ। थर्मोकलमा भएको टिम्बुरको बोट लानुपर्ने छ। कसरी लाने भन्ने कुरो हो। एउटा बोट तल लैजानु पर्छ। नाम्लो लिएर आउँदा अब हेर्ने म यसलाई नचाहिने हालेर यो काटेर निकाल्छु, नचाहिने पछि अनि त्यहाँबाट निकाल्नुपर्छ। माटो नपुगेर हेर्नु यहाँ बोट कस्तो भयो। यसलाई तल लगाएर बारीमा बोर्ड बन्नै सकिने हुन्छ। ल्याउने माला नसुन, माला झर्छ। माटो निकाल्नु पर्ला है साँच्ची छोरा। एउटा बाल्टीले उता खाली बाल्टी उठाउ त। अलिअलि निकालेपछि सजिलो हुन्छ। उयो त नचिजो हो त्यसलाई। अब पित्तो सुत्तो केही भयो भने सजिलो हुन्छ खन्नलाई है। पर सानो कुट्टो होला त्यहाँ पर खोरभित्र हेर्छ। भेटेन छोरा?
Try to carry my. Oh. Let's try. थोड़ा अगाडि आऊ यताबाट आऊ यताबाट तान्नुपर्छ यहाँ त्यहाँबाट चाहिँ त्यसो तान्नु त मलाई पनि सपोर्ट चाहिएन लड्यो भने लड्दैन हतार बिस्तारै बस्नु न माथिबाट काँडाले पनि घोच्न सक्छ पाँच छ पाँच यताबाट तान्नु ल तिमीलाई सपोर्ट चाहियो होइन फुल सपोर्टको साथ तान्नु आयो खै आयो यिन हाल्यो कि के अड्क्यो त यहाँ कहाँ हो त्यो तान त यो तान त प्लेट तान त छैन यहाँ अड्क्या हो क्या यसले अड्केको छैन नि अब तान त घोच्छ है काँडाले उताबाट तान्नु उताबाट अति परै जा निहुरेर तान्नुपर्छ कि माथि तान्दा म उठ्न सक्दैन नि त कति सेस किन त मैले त प्रयास गर्दैछु म त्यो लाने उठाउनु त सक्नु भएको छैन अहिले त्यहाँ लाने कुरा गर्नु उठाउनु त किन उठाउनु अझै उठाउँदै मैले होइन यो थाम त उयो यसो खेलेर राख्छ यो बोट मालाको बोट यो खेलेर नि पार्टी यसलाई खेल्ने त्यसलाई होइन बेकार त्यसलाई खेलेर राखेँ
एकछिन के सर त्यहाँ नाम्लो अड्केको छ नि ए के भयो नाम्लो नाम्लो कहाँ के भयो यस्तो किन ल ल ल ओ ठिक छ के भएको थियो केले नाम्लोले तिमी अगाडि आएर यसो बोर्ड हेर त कहाँ अल्झिन्छ कसरी आउँछ उताबाट घुम न घुम्ने ठाउँ छैन ओह म अगाडि जान्छु हेर है ठिक छ अगाडिको यहाँ माला झारिदिन्छ यहाँ आउ त मालाको ठिक छ मालाको बोर्ड भाँचिन आँट्यो कुन चाहिँ यो पछाडिको त्यो पछाडिको छोड्देऊ न त्यो नफलेको त ओ नानीले त चुडेर झरे थुक्क पाजे भन्दैछु लास्टमा नाम्लोले धोका दियो नि मम भएको नि बोकेर यहाँसम्म आइपुगेको थियो थुक्क नाम्लो दामना खोइ त्यो उयो ल्याउनु जाऊ के भन्दा ढोका नाम्लोले नै दिन्छ भनेदेखि त फुटिहाल्यो नि फुटेर त के हुँदैन यति फुटेर त उठाउनु चाहिँ अलिक गाह्रो हुन्छ भोलि लगे मात्र हो अरे बाउलाई के सुन्दैछ है पुर्नी भाँचेको सबै खोइ उयो यो भाँचेर के यहाँ यो भाँचे केही हुनेवाला छैन त्यो के को भारी भयो भयो बम बोर्ड मात्रै उखालेर लानु न अब त्यही त गर्न गर्नु पर्यो त छोरा अघि नै त्यही गर्नु भएको है अघि नै अब सकेसम्म सबै लैजाउँ भनेर लाग्यो नि किन लाग्नु त्यो मेरो क्यामेरा यसो हेरिदेऊ कहाँ के हुँदैछ मेरो भिडियो कता कता जाँदैछन् आधी घन्टाको भिडियो नि त जिन्दगीमा काम चाहिँ ठाउँमा होइन ठाउँमा लाग्ला जस्तो लागेन कि यसो सघाइहालौँ नि त यति त भयो भन्ने त छैन पटक्कै गुरुसँग सङ्गत गरेर नि हुन्छ ल आफ्नो त बोट यस्तो भयो मात्र उठाएर लान के पोसिबल होला त पन्जा पनि ल्याएन पनि स्थिति आयो
लास्टमा गएर यो बोक्ने स्थिति नै आयो। मान्छेले यहाँ कहाँबाट बोट पत्ता ल्याएर त सार्छ। हजुर अब तपाईँको नाति त्यस्तै छ त के गर्नु त अनि लो लास्टमा यति मात्र आइएमै हट जबरजस्ती गरेर निकालेको यस्तो भयो। मेरो थर्मोकोल सबै फुटेर छ्यालब्याल भइहाल्यो। हैट हजुर यतिकै लाने त्यहाँ भुइँमा रोप्ने हो। अब यसमा अझै झार्नु पर्ला कि यति भयो होला कि यति भयो होला। ल एकछिन यो अझै कम गरौँ होला जस्तो लाग्यो मलाई। यो के गर्नु माया लागेर यो बोटलाई लान खोजेको माटो धेरै भएर सबै फुटिहाल्यो। अब यसलाई होइन अलिकति कम गरेर यो फुलिरहेको बोटलाई किन बिगार्नु भनेर गरे। यति लैजाउँ यति त जाला नि त पक्कै पनि। खतम बनायो। यहाँतिर कहाँ काँडा छ काँडा तास्नु पर्यो। ल यो भयो यो भयो यो भयो। अब बोक्नु सजिलो हुन्छ एक्लैले। ल अब बोकेर जान्छौँ हामी। हट गाह्रो पो छ त हौ यो। कहिलेकाहीँ यसो एउटा भिडियो लगाउन भनेको क्यामेराम्यान नभएर क्यामेराम्यान फोकस भन्ने नभएर यस्तो भएको छ है। ओहो अझै अलिकति झारौँ। ल अब चाहिँ अलिक कम भएको छन्। ल हामीले लिएर हिँड्यौँ। अब यस्तो भयो नि लास्टमा आएर म ल हेर्नुहोस् त के गर्नु भनेर जबरजस्ती सबै लैजाउँ भनेको त माटैसँग नसकेर यस्तो भइहाल्यो। ल अब यो घरबाट बारीतिर कुद्दैछन्। टिमुरको बोटसँगै ल्याउँला भनेको च्याकचिक भइहाल्यो नि। मैले पनि रोपेको छु तपाईँले चाहिँ ठाउँमै ठिक बेलामा रोप्नु भएछ। मैले माथि रोपेको थिएँ त्यो थर्मोकोलमा। हुन्छ हुनु चाहिँ तर यसलाई बारीमै सारिदिनु पऱ्यो भनेर। तनाव स्थिति भयो नि। हाइएमै ल हो यसरी ल्याइ पुऱ्याइ। ल आइ
ओहो यत्रो ठुलो भारी बोक्या मान्छे चाहिँ अनि घुमेर हिँड्नुपर्ने ओहो यस्तो कम गाह्रो हुन्छ त्यसरी घुमेर हिँड्दा आमै जाने रहेछ हौ त ओ बोट यही हो अब आयो रोप्ने कार्यक्रम हुँदैछ एकचोटि पानी खानु पर्यो पानी ल्याऊ भन्नु पर्यो 9810 गरेर अनि के गर्नु खै मेरो कोदालो पन्जा नलगेर फेरि खुम गाह्रो हो यहाँनिर रोप्ने भने छोरो हेलो पानी लिएर आइदेऊ न खाने पानी एक बोतल ल थापेर मजाले ल्याऊ त ल थापेर ल्याउँछ म बोलेपछि यहाँ राखौँ त अब कम गरौँ त ठिक छ र त माथिबाट माटो झार्दिउँ है माथिबाट नझार तिमीलाई त्यही भएर अलिक गहिरो खाना हुन्छ मलाई मनमा कस्तो होइन मैले नभने हो कि यता साइडमा राख त्यो अलिक गहिरो खाना क्यामेरा अन गरेर अलिक मिस्टेक गरेँ क्या यही ठुलो मिस्टेक गरेछ वान अब त्यो पिपी खनेर अनि त्यो पुर्छ भनेर तिमीले सोधेर त्यसरी कोटाउने होइन भने गम गम खानु न यसरी गम खानु कि कोटाउने होइन त्यसरी यता घुमेर लिएर आइज म म आउन सक्दैन खाने ठाउँमा नहिँड्नु नखानेको नखानेको ठाउँमा हिँड्नु लिनु त्यो नखानेको ठाउँमा आइज भन्छु खानेको ठाउँमा त नहिँड्नु ऊ आयो आयो ऊ ओए कहाँ आएको त अनि त्यहाँ मकै भात ला भाँच्यो नि मकै भाँच्यो लिनु न हौ मकै भाँच्यो त्यसले उता लैजा त्यसलाई त्यसले मकै भाँचे त तेरो भात कट्छ नि त्यो मकै एउटा बाबा एउटा मकै खाउँ भन्यो भनेदेखि त्यो एउटा चाहिँ कट्छ क्या ल आज चाहिँ यो रुखले न्याय पाएँ आजदेखि पूर्ण रूपमा न्याय पाएको छ यो रुखले पनि बिचरा कटिङ गरेर ल्याएको हो सुकेको हाँगा चाहिँ त्यो काटेको ल आउन आशा छ मलाई यो कुरामा चाहिँ यसले यो वर्षको
फल दिनमा कन्जुसाइ गर्ने छैन तिनीहरू होइन त यति भएपछि ओहो यसलाई न्याय पाएको छ ल ल हेर यो बोटले कति वर्षदेखि बिचरा त्यहाँ कुनामा बसेर उयो गरेर आएको थियो आज चाहिँ भने बल्ल यसलाई भएको छ है ल यो टिमुरको बोटले पनि अब यसपालि फल दिइरहेछ फुल फुलेको छ सबै कि त्यही भएर यो ल